धर्म जात वा पहिचानको नाममा हुने हिंसाका घटनाहरूले पछिल्लो दिनहरूमा मलाई निकै संवेदनशील बनाएका छन्। विशेष गरी सुनसरीमा भएको घटना जस्ता समाचारहरूले मेरो मनलाई एकदमै गहिरो रूपमा छोएका छन्। मानिसहरू घाइते हुनु, तोडफोड हुनु, आगजनी, त्रास र तनावको वातावरण सिर्जना हुनु यो एकदमै अत्यन्तै दुःखद विषय हो। र यस्तो अवस्था देख्दा एउटा प्रश्न बारम्बार मेरो मनमा उठिरहन्छ, आखिर मानिस किन आफ्नै समाजलाई यति धेरै क्षति पुग्ने बाटो रोज्छ र तोडफोड गरिरहन्छ। मेरो बुझाइमा संसारका सबै धर्महरूको मूल सन्देश शान्ति, प्रेम, मानवता, सहअस्तित्व, आपसी सम्मान नै हो। चाहे त्यो हिन्दू, बौद्ध, मुस्लिम, क्रिस्चियन वा अन्य कुनै पनि धर्म किन नहोस्, तिनको सार मानिसलाई विभाजन गर्नु पक्कै पनि होइन, बरु जोड्नु हो। त्यसैले धर्मको नाममा हिंसा हुनु कुनै पनि धर्मको वास्तविक शिक्षासँग मेल खाँदैन, त्यो कुनै पनि धर्मले भन्दैन। र नेपालको पहिचान विविधता बीचको एकता र धार्मिक सहिष्णुतामा रहेको छ, त्यो हामीलाई थाहा छ। गौतम बुद्धको जन्मभूमि, विभिन्न धर्म, संस्कृति र समुदायका मानिसहरू शताब्दीौंदेखि सँगै बसेको देशका रूपमा नेपाल विश्वमा एक परिचित देश हो। त्यो हामी सबैलाई थाहा छ। मन्दिर, मस्जिद, गुम्बा र चर्च एउटै समाजमा सहअस्तित्वका साथ रहनु यो हाम्रो गौरवको कुरा हो। अहिले नेपाल धर्मनिरपेक्ष राष्ट्र पनि हो, जहाँ सबै नागरिकले सम्मान र अधिकार पाउनुपर्छ। यस्तो अवस्थामा धर्म वा जातीय पहिचानको नाममा हिंसा हुनु यो हाम्रो राष्ट्रिय चरित्रसँग कदापि मेल खाने कुरा होइन। र अर्को चिन्ताको विषय के हो भने यस्ता दुःखद घटनाहरूलाई कहिलेकाहीँ राजनीतिक लाभ र हानिको दृष्टिले पनि हेरिन्छ र राजनीतिकरण गरिन्छ र राजनीतिसँग लगेर जोडिन्छ। कुनै पनि दुःखद घटनालाई राजनीतिक प्रतिस्पर्धाको माध्यम बनाउनु भन्दा त्यसबाट समाजमा शान्ति, संवाद र विश्वास कसरी कायम गर्न सकिन्छ भन्ने दिशामा सबै पक्ष जिम्मेवार बन्न आवश्यक छ। सङ्कटको बेला नेतृत्वको भूमिका आगोमा घिउ थप्ने होइन, बरु समाजलाई संयम, सहिष्णुता र सद्भावतर्फ डोर्याउने हुनुपर्छ, न कि अझ बढी त्यसलाई चाहिने ठुलो बढुवा दिने। र इतिहासले पनि के देखाएको छ कि शान्तिपूर्ण आन्दोलन र अहिंसाको मार्गबाट ठूला ठूला परिवर्तनहरू सम्भव छन्। जस्तो महात्मा गान्धीले अहिंसालाई आधार बनाएर शक्तिशाली औपनिवेशिक चाहिने एउटा शासन विरुद्ध सफल आन्दोलन सञ्चालन गर्न सफल भए। त्यसैले असहमति, विरोध र आफ्ना माग राख्ने अधिकार सबैलाई भए पनि त्यसको माध्यम शान्तिपूर्ण, सभ्य र जिम्मेवार हुनुपर्छ। र हिंसाले क्षणिक आवेग त सिर्जना गर्न सक्छ, तर स्थायी समाधान भने कहिले दिन सक्दैन। यो कुरा चाहिँ हामी सबैले बुझ्नु आवश्यक छ, किनभने अहिलेसम्म यस्तै हिंसा हामीले धेरै देख्दै आएका छौँ र हिंसाले के निम्ति आयो त्यो हामीलाई थाहा छ। तर हामीले सम्झिनुपर्ने कुरा के हो भने कुनै पनि राजनीतिक विचार, धार्मिक आस्था र जातीय पहिचान भन्दा माथि हाम्रो साझा देश र साझा समाज छ। नेपाल सुरक्षित, शान्त र एकताबद्ध रहे मात्र हामी सबै सुरक्षित रहन्छौँ। त्यसैले विभाजन होइन संवाद, घृणा होइन सम्मान, हिंसा होइन मानवतालाई चाहिँ नै प्राथमिकता दिनु आजको आवश्यकता हो। र मेरो यो विचार कसैको पक्ष वा विपक्षमा होइन, यो केवल शान्ति, मानवता, धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा गरिएको एउटा विनम्र अनुरोध, अपिल हो भने पनि हुन्छ। र हामी सबैले संयम अपनाऊ, एकअर्काको आस्था र अधिकारको सम्मान गरौँ र नेपाललाई सद्भाव, सहिष्णुता र शान्तिको उदाहरणका रूपमा अझ बलियो बनाऊ। यही नै आजको समयको सबैभन्दा ठुलो आवश्यकता हो भन्ने मलाई लाग्छ। धन्यवाद।